थप विषयमा जानकारी लिनको निम्ति हाम्रो बारपक सिलिकोट गाउँपालिकाको कृषि शाखा अन्तर्गतको कृषि प्रमुख सन्तोष सर हामी माझ हुनुहुन्छ। यसको थप जानकारीको निम्ति म उहाँलाई यसमा स्वागत गर्न चाहन्छु। सन्तोषजी, हजुरलाई स्वागत छ। धन्यवाद मिलनजी। वास्तवमा यो ओखर खेतीको विषयमा जुन हाम्रो मुख्यमन्त्री नवप्रवर्तन र यो बारपक सिलिकोटको साझेदारीमा यो कागती खर्कमा ओखर खेती सञ्चालन भइरहेको छ, यसको विषयमा जानकारी दिनु। वास्तवमा यो ओखर खेती यहाँ किन भएको छ, यो समग्र विषयमा छोटो जानकारी दिनु न। म यस्तो छ सर, यसमा चाहिँ हामीले वडा नम्बर 3 र 4 को कागती खर्कमा चाहिँ बाँझो जमिन अलिकति बढी भएको कारण हाम्रो प्राविधिक टोलीहरू चाहिँ यहाँ आएर यहाँको माटोको परीक्षण, यहाँको हावापानी सबैसँग गर्दाखेरि हाम्रो यहाँको चाहिँ उचाइ पनि मिल्ने 2200 मिटर जति उचाइ ठाउँमा छ यो कागती खर्क भन्ने ठाउँ। अनि त्यस कारणले हामीलाई चाहिँ यहाँ चाहिँ अब ओखर खेतीको लागि एकदम उपयुक्त देखेर हामीले चाहिँ यही ठाउँलाई छानेका हौँ। ठ्याक्कै यो अब यसले फल चाहिँ कति समयमा दिन्छ? यस्तो छ सर, अब यसले चाहिँ रोपेको कलमी गरेको बिरुवा हो यो, यस कारणले यसले चाहिँ रोपेको तपाईँको 4 देखि 5 वर्षमा यसले फल दिन्छ। ठ्याक्क सर, यो अब तपाईँले 4-5 वर्षको समयमा फल दिन्छ भन्नुभयो, यसको संरक्षण र रेखदेख चाहिँ कसरी भइरहेको छ? यस्तो छ सर, यसमा चाहिँ हामीले यहीँ वडा नम्बर 3 र 4 को कागती खर्क बहुउद्देश्य एउटा समिति गठन गरेर यहाँको हाम्रो अध्यक्षज्यू, समितिको अध्यक्षज्यू, सचिवज्यू र हाम्रो यहीँको जनप्रतिनिधि र उहाँहरूले चाहिँ हामीले 3 जना थप कर्मचारी पनि हामीले पालिकाबाट राखेका छौँ। र उहाँहरूको काम भनेको यहाँ यो उसमा पर्ने आवश्यक पानी हाल्ने, झाड गोडमेर गर्ने, त्यसरी यहाँको जुन स्थानीयवासीहरूले नै यहाँको संरक्षण गर्ने एकदमै लागिपर्द हुनुभएको छ। ठ्याक्कै यो जुन हाम्रो बारपक सिलिकोटले एउटा यो राम्रो कदम भनौँ र कृषिमा एउटा नयाँ क्रान्ति पनि भन्न मिल्छ होइन सर? ठ्याक्कै यो नयाँ क्रान्तिले जुन यो 5 वर्षपछि हाम्रो यो बारपक सिलिकोटको 3 र 4 को जनताले अब विदेश जानु पर्दैन त सर? विदेश जानु पर्दैन सर। यस्तो छ, यसमा चाहिँ हाम्रो ओखर अब तपाईँ हामी सबैलाई थाहा भएको कुरा हो, यसको बजारीकरण गर्न पनि सजिलो छ। यसलाई अरू फल जस्तो हामीले त्यस्तो धेरै समय स्टोर गर्न पनि मिल्छ, कुहिने वातावरण पनि हुँदैन। बजारमा तपाईँको अब केजीको हिसाबले गऱ्यो भने हामी 800 देखि 1000 रुपियाँ केजी पर्न जान्छ। त्यही भएर हामीलाई अहिले रोड पनि बनिसकेको छ, हामीलाई यसको बजारीकरण गर्नलाई पनि त्यति समस्या पनि छैन। अब यदि यसले उत्पादन दिन थालिसकेपछि हाम्रो लक्ष्य भनेकै यहीँको मान्छे, यहीँको जनताहरूलाई चाहिँ हामीले व्यावसायिक रूपले एउटा उसमा कृषिमा क्रान्ति ल्याउन हामीले चाहिँ यहीँको गाउँकै बासिन्दाहरूलाई, गाउँकै मान्छेहरूलाई विदेश किन जानु पऱ्यो, आफ्नै गाउँठाउँमा गऱ्यो भने केही हुन्छ। त्यस कारणले हाम्रो मुख्य लक्ष्य भनेको हामीले थप कृषिलाई चाहिँ व्यावसायिक गरौँ भन्ने हिसाबले हामीले यो थालेका हौँ। ठ्याक्क मैले सरलाई रोकेँ। अब जुन कृषिमै भविष्य देखेका यो नेपालका युवा भनौँ न, युवा कृषकहरूले चाहिँ नेपालमा भविष्य छ त सर? छ, एकदम। उहाँहरूले चाहिँ आफूले लगन, आफूले मेहनत गर्नु थाल्नुभयो भने एकदमै कृषिमा राम्रो भविष्य छ। यो बाँझो रहेको जग्गाहरूलाई सदुपयोग गर्ने, हामीले तरकारी खेती गर्ने, विभिन्न जुन ठाउँमा जुन खालको फसलहरू हुन्छ त्यसरी नै हामीले त्यसरी उत्पादन गर्न थाल्यो भने त्यो हुन्छ। थप यसमा मैले के राखेँ भन्दा हामीले ओखर मात्र होइन, यसमा चाहिँ हामीले चाहिँ अन्तर्बालीको रूपमा हामीले तल्लो भेगमा बेसार र यहाँ हुने स्थानीय काँक्रो, स्थानीय यहीँको सिमी, हामीले बोडी र हामीले आगामी वर्षमा चाहिँ यहाँ उत्पादन हुने मुला र आलुहरू हामी सबै त्यसरी खेती गर्ने उसमा छौँ। यसपालि चाहिँ हामीले बेसार, काँक्रो र त्यसको बिउ लगाएको छौँ र त्यो चाहिँ बहुवर्षीय बिरुवा हुने कारणले मान्छेले चाहिँ 6-6 महिना 1-1 वर्षमा पनि अब उत्पादन लिइराखौँ, त्यहाँबाट नै सर्ट टर्मको लागि म पैसा कमाऊँ भन्ने हिसाबले हामीले अन्तर्बालीको रूपमा विभिन्न तरकारीहरू पनि लगाइराखेका छौँ यसमा। अनि सर, ठ्याक्क चाहिँ अब यो जुन उत्पादन हामी अहिले यो भर्खर प्रोसेसमा छौँ, त्यसपछि यो भएको उत्पादनलाई हाम्रो त बाहिर देशसँग जस्तै भारतसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। जस्तै हाम्रो यहाँ उत्पादन भएका वस्तुहरू भारतको अथवा चाहिँ छिमेकी देशको भन्दा केही रूपमा महँगो पर्न सक्छ। यसलाई चाहिँ कसरी लिनुभएको छ सर? जस्तै अब यहाँ भएको उत्पादन भएका वस्तुहरू यहीँ कुहिने त होइन? यहीँ कुहिने होइन, यहाँ भएको उत्पादन भएको जस्तो सपोज पछि गएर हाम्रो यहीँ ओखर उत्पादन भएपछि पनि हामीले यसको बजारीकरण गर्न हामीलाई एकदमै सजिलो छ। किनभने हाम्रो गोर्खा बजार यहाँबाट लगभग 35 किलोमिटरको हाराहारीमा छ। त्यसपछि हामीले पोखरा पुर्याउन सक्यौँ, हामीले काठमाडौँ लान सक्यौँ। अब ओखर भनेको यस्तो बिरुवा, यस्तो फल हो कि जो चाहिँ तपाईँले लामो समय उसमा राख्दा पनि पिउँदैन। यसको चाहिँ तपाईँको अब बजार भ्यालु त्यत्तिकै महत्त्वपूर्ण छ, बजार भ्यालु त्यत्तिकै हाई छ। त्यही भएर हामीले त्यो गर्न सक्छौँ। हस्, सबैलाई यो जानकारीको निम्ति विशेष धन्यवाद सर। धन्यवाद सर।